मेघको पाटनमा हाम्रो बिरामी भएको मान्छे ए हेर्न सक्नुहुन्छ हाम्रा साथीभाइहरू यस्तो गरेर भिडमा गएर खुन्छन्। हेलो गाइज यो चाहिँ मेघेको लेक हो कि नै मेघेको माथि सिन्धुलीको डाँडा गाह्रो छ हेरौँ भ्यूहरू बबाल बबाल सिनहरू छ टाङटुङ्गेको लेकदेखि लगेर पुरा सब ठिक छ बबाल छ ठाउँ तली खोला छ पाखो भ्यू हाम्रा भुत्या खोज्न जाने ग्याङहरू खै थोप्रा देखाउँछ सबको चिज हामीहरू भुत्याको बोट भेट्यो भने देखाउनेछौँ देखाउने छु हाम्रा माउली बुढ्यौली हाम्रो ग्रुपकै बुढ्यौली हो नि बच्चा बच्चा टिमहरू आइया छ होइन पुरै पुरो कहाँ भिडतिर जानु लुक एट दिस ए भाइ के छ कस्तरी खुनिरहेछ भिराउँदै यस्तो कबड्डी ठाउँ गएर खुन्नुपर्छ होइन देखिरहेछ यो कुन ठाउँ अरे मेघेको डाँडा हेरौँ माथि सिन्धुलीको डाँडा देखेको छ हाम्रा साथीभाइहरू यस्तो गरेर भिडमा गएर खुन्छन्। कम्मर हान्छन् तल हेरौँ इस आमा हाम्रो बिरामी भएको मान्छे टाङटुङ्गेको लेक हेरौँ आउँदै राति कोइरालोले बुनै खायो जाम्बो घर माइली रुँदै रुँदै आँसु सक्यो मेघको पाटनमा भुल्त्या खुन्न आयौँ हामी खुनाउ साथी भाइयो कमाउने हो खुट्टनी जाउँ भयो कि भेट्ने आज कि कोही गाउने आज बुढपाटनको बुकी बसायो भुल्त्या हेरी मेघ्या आँखाबाट आँसु रसायो खुट्टनी जाउँ घिनाउ जाउँ न अब हामी चाहिँ भुल्त्या खुनेर होइन अब डेरा अनि ओडारतिर फर्किरहेछौँ अब लुक एट दिस सबजना गाइजहरू अझ एकजना माथि लन्ठ्याङ एक्लै है
पुरा बिन्दास तरिकाले आइराख्नु बाटो बाटो ल जाउँ आँखाबाट आँसु रसायो जोबान छँदै जाने मानिनौ अब तिमलाई कसले लान्छ र नुनी पानी उहाँको यो सायद एकदम दामी स्वर यो भिडियोमा छोटो रमाइलोको लागि हालेको भिडियो हो अब हाम्रो बाटो यस्तो खराब छ कि पुरा तले हेर्न सक्नुहुन्छ पुरा चिल तरिकाले है रड्किँदै लड्दै पर्दै गइरहेछन् अब यस्तै हो जलपा आधा पछाडि आइरहेछन् है आधै अगाडि गइसक्यो अझ एकजना पछाडि छन् भनौँ अब बाटो यस्तै हो बाटो त खराब मेरो बुढी हो हिँड्न सक्दिन थियो उहाँको बड्डी मेरो बर्थडे उहाँको फोटो पनि देखाउने छ तस्बिर पछि धन्दै क्यामेराम्यानले मोबाइल फाल्नु होला बिस्तारै हिँडिदिनु होला इट इज नट अ क्यामेरा यस्तै छ लास्ट गाह्रो अब हामीहरू गोडार्नेर आइसक्यौँ लोडे गयो मरेको गयो है हान्नु न फेरि छैन क्या नै नै ए हामीहरू चाहिँ बिहान यताबाट गएको थियौँ भने अहिले यताबाट झऱ्यौँ पुरा फोकस फोकस ए हेर्न सक्नुहुन्छ हाम्रो दाइ यस्तो भिड है ठाउँ त यस्तो खराब छ हेरौँ छ के छ त्यसै अस्ति डोरो भेटाएँ मैले ए छैन अब हामीहरूको यो ओडार जाने बाटो हो लास्ट खराब छ बाटो यस्तो खराब छ है अप्ठ्यारो बाटो उतातिर देख्नुहुन्छ तली सायद हाम्रा भाउजू उहाँ नै हो हाम्रा घमलाटा अनि बमा दाइको चाहिँ श्रीमती उठिज्यो भन्यो भने ए पुरै भिड छ अब हामी अब ओडार देखाउन गइरहेको रमाउने रमाउने मन थोला घर फर्किन जाम्बो ए मान्छे मारलाई तले हामी यस ओडार जाने बाटोबाट हामी गइरहेको छौँ अब जस्ट टाइम हामी जस्ट मजा भिड चढ्दै रहेको छ आमामा त्यो भिडबाट मान्छे खस्यो भने त लादियान्दा आउँछ होला है भिड चढ्दै रहेको छ आमामा त्यो भिडबाट मान्छे खस्यो भने त लादियान्दा आउँछ होला है आउँछ होला जाउँ म माथि चुपा जान्छु ए यहाँबाट गयो त गयो हेर्नुले एकजना यहाँ अडिरहेको छन् क्यामेराम्यान जस्ट फोकस 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 यसरी हिँड्नु पर्यो च्याटफुट त तपाईँले अगाडि जानु यस्तै हो डोल्पा खराब बाटो औलेल औलेल हाम्रो औलेलजी भाइहरू बोल्न जानु है फेरि गाउँको मेन पात्र दाइ आएको छ त यस्तो क्यामेराम्यान न यार के भनिरहेछ ए हाम्रा भुल्तिज ए हो भुल्त्या यसलाई खनेर सुकाइरह डाँसिरह त्यो पनि हाम्रो भाउजूको